मोडा भएको नयाँ घर रेडी टु मुभ इन कन्डिसनमा पाए लिइहाल्थे भन्ने साथीहरू यो गरे हेर्नुहोस् ल। अगाडिपट्टि मजाको 13 फिट रोड एक्सेस भएको 3.5 फलमा बनेको टोटली न्यू क्लासिकल डिजाइनमा बनेको एकदम ब्रान्ड न्यू घर है साथीहरू। घरको डिजाइन एकदम एक्सक्लुसिभ छ। अगाडिपट्टि ग्रान्ड पिलर कर्भ बाल्कनीजदेखि लिएर सबै झ्यालडुकारो काठको सबै एकदमै राम्रो क्वालिटीको काठ प्रयोग गरेको एकदमै राम्रो घर है साथीहरू। अब लोकेसन चाहिँ तपाईँको टोखा धनेश्वर मन्दिरबाट एकदमै नजिक, ग्रान्डी हस्पिटल यहाँनिर नजिकै भइ नै हाल्यो। घर भने जस्तै छ साथीहरू। यदि कसैलाई ब्याङ्किङ फेसिलिटी चाहियो भने त्यो पनि हामी एभाइलेबल गरि नै हाल्छौँ। घरको डिजाइन हेर्नुहोस् न यस्तो राम्रो छ साथीहरू, पुरै ग्रान्ड के एकदम यति राम्रो गरेको छ कि साथीहरू। घर अलमोस्ट रेडी टु मुभ इन कन्डिसनमा आइसकेका छन्। बाहिरपट्टि प्राइमेट कोड लागिसकेका छन्। तपाईँहरूले जुन कलर भन्नुहुन्छ त्यही कलर हामी लगाइदिन्छौँ बाहिरपट्टि विथ ग्यारेन्टी भएको। घर टोटली फ्ल्याट सिस्टममा बनाएको छ भने तर 2 फ्ल्याट भाडा दिन मिल्यो, माथि आफू बस्न मिल्यो, मजाको रेन्टल इन्कम आउँछ भने अब इन्ट्री हुने बित्तिकै हजुरले पाउनुहुन्छ एकदमै ग्रान्ड एम्पल पार्किङ स्पेस, एकदम स्पेसियस साइजमा पार्किङ स्पेस पाउनुहुन्छ। एकदम ह्युज साइजमा एबी जुन गाडी आए पनि डबल क्याब लाइन क्लोजर जुन गाडी आए पनि मजाले अट्छ। फल सेलिङ वाल डेकोर अलरेडी सबै भइसकेका छन्। यतापट्टि बाइकहरूको लागि वाटर पोइन्ट विथ यता बोरिङ पोइन्ट दिएका छौँ विथ सबै वास्तु अनुसार, वास्तुको पोइन्ट अनुसार बनाएको छौँ साथीहरू। सबै वास्तु हेरेर बनाएको छौँ। पार्किङ साइज पनि एकदमै लार्ज साइजको स्पेसियस साइजको छ। पार्किङ पनि वास्तुमा कुनै कम्प्लेन छैन साथीहरू। वास्तु एकदम मिलाएर बनाएको साथीहरू। बजारले टाइलिङ गरेको फ्लोरिङ गरेको। हाम्रो मेन इन्ट्रान्स यहाँबाट हुने भयो। मेन इन्ट्रान्स हुने बित्तिकै ग्राउन्ड फ्लोरमा 2 BHK पाउनुहुन्छ। यता हाम्रो स्टेयरकेस देख्न सक्नुहुन्छ, सबै वुडन रेलिङ फ्लोरिङ टाइलिङ भएको छ भने अब हामी यहाँनिर फर्स्ट फ्लोरमा आउँदैछौँ। ग्राउन्ड फ्लोरमा इन्ट्री हुने बित्तिकै रेन्टल स्पेस, ओपन लिभिङ डाइनिङ, मजाको लिभिङ डाइनिङ किचन यतापट्टि भइ नै हाल्यो। लिभिङ किचन यहाँनिर लिभिङ किचन अलरेडी बनिसकेका छन्। यो हल भयो, फल सिलिङ अलमोस्ट सबै कम्प्लिट छन्। विन्डोजहरू भइ नै हाल्यो। वासरुम यहाँनिर दिएको छौँ। वासरुम एकदमै लार्ज साइजको एउटा वासरुम दिएको छौँ। एउटा बेडरुम यहाँनिर भयो भने सेकेन्ड बेडरुम यहाँनिर भयो। बेडरुमको साइज पनि हेर्न सक्नुहुन्छ, एकदमै ह्युज साइजमा बेडरुम छ भने बाहिर आउटडोर स्पेस पनि छ जहाँ कपडा धुने एउटा वाटर ट्याप दिएको छौँ भने। अब हामी फर्स्ट फ्लोरमा आउँदैछौँ। फर्स्ट फ्लोरमा आउने बित्तिकै हजुरले पाउनुहुन्छ एकदमै स्पेसियस लिभिङ रुम, एकदम ह्युज साइजमा लिभिङ रुम विथ बाल्कनी एक्सेस। यहाँनिर गेस्ट रुम पाउनुहुन्छ। गेस्ट रुम पनि एकदमै स्पेसियस साइजको गेस्ट रुम, एकदमै स्पेसियस साइजमा चाहिँ हाम्रो गेस्ट रुम पाउने भयो। गेस्ट रुम पनि भने जस्तै साथीहरू। यतापट्टि हाम्रो लिभिङ रुम भइ नै हाल्यो। एकदम ह्युज साइजमा लिभिङ रुम भयो। यहाँनिर कमन एउटा भ्यानिटी बस्छ भने कमन पाउडर बाथ यहाँनिर भयो। कमन पाउडर बाथ पछि यतापट्टि एट्याच बाथरुम भएको मास्टर बेडरुम, एकदम लार्ज साइजमा मास्टर बेडरुम विथ एट्याच बाथरुम। कमन वासरुम यहाँ भइ नै हाल्यो भने कमन वासरुमबाट यता आउने बित्तिकै यहाँनिर किचन डाइनिङ पाउनुहुन्छ। मोडुलर किचन साथीहरू, फुल्ली सेटअप इक्विप, सबै कुरा फुल्ली इक्विप है साथीहरू। यो पनि रेन्टल स्पेसको लागि 2 BHK रेन्टलको लागि एकदम इक्विप